अवश्य पनि अरू पनि बनाउनु पर्ने हुन्छ। काठमाडौँ उपत्यकामा करिब 30 करोड लिटर प्रतिदिन पानी खपत भइराखेको अवस्था हेर्नु पर्दाखेरि झन्डै 24 करोड लिटर प्रतिदिन चाहिँ फोहोर पानी उत्पादन हुने देखिन्छ। यस अर्थमा हेर्दाखेरि हामीले यो चाहिँ अहिले हामीले बनाउन खोजेको झन्डै करिब 10 करोड लिटर जतिको चाहिँ हाम्रो प्रशोधन केन्द्र बनाउने तयारीमा छौँ भने बाँकीको लागि फेरि हामीले अरू ठाउँहरू पनि खोजिराखेका छौँ। अहिले कोड्कुमा बनाइराखेका छौँ, सल्लाघारीमा बनाएका छौँ, गोकर्णमा छ, त्यस्तै गुहेश्वरीमा सञ्चालित अवस्थामा छ भन्ने अन्य हनुमान घाटमा छ, अन्य विविध ठाउँहरूमा हामीले ढल प्रशोधन केन्द्र बनाइराखेका छौँ। र यसरी हेर्दाखेरि काठमाडौँ उपत्यकामा जति पानी उपयोग भएको हुन्छ त्यो पानी चाहिँ फोहोर पानीको रूपमा आएका पानीलाई प्रशोधन गरेर फेरि सफा बनाएर अब त्यसलाई अहिले चाहिँ नदी र खोला नालाहरूमा नै छोड्ने तरिकाले हामीले चाहिँ प्रशोधन केन्द्रहरू सञ्चालन गरिराखेका छौँ, निर्माण गरिराखेका छौँ।